ल मेरो नातिनी, मेरो माइली देउरानी, मेरो बुहारी, मेरो छोरी हामी घुम्न जाँदैछौँ। दसैँको टिका थिएन, त्यसैले हामीलाई एकदम टेन्सन भयो। अनि घुम्न हामी फिल्म हलतिर लाग्यौँ। फिल्म हलतिर जानलाई हामी यो छोरो हो, अनि त्यो देउरानी हो, उतातिरको बुहारी हो। पछाडि पछाडि छोरीले हात हल्लाउँदै खुब रमाउँदै छिन्। मेरो यो देउरानी हुन्, मलाई धेरै माया गर्ने मेरो देउरानी। अनि अब म एक्लै भिडियो खिच्न मन लाग्यो, अनि एक्लै भिडियो खिचेँ। मलाई दसैँको बेलामा एकदम न्यास्रो लागिरहेको थियो। अब यसमा मैले नातिनीलाई उचाल्न लागेको। अब यो नातिनीले भनेकै नमान्ने, मसँग आउँदै नआउने। मसँग बसे पो मेरो नातिनी काखमा आउँछ। काठमाडौँ बस्छन्, म बर्दिया जिल्लामा बस्छु। अनि नातिनीले बल्ल बल्ल के किनिदिएर बल्ल बल्ल मैले फकाएर मेरो काखमा लिएको छु। अनि मेरो देउरानीसँग पनि मानिरहेको छैन। मेरो त्यो अगाडिको देउरानी बुहारी हो मेरो, ऊ नातिनीले बल्ल बल्ल मानेर अझै पनि रोइरहेकी छे। मेरो नातिनी त्यो छोरो हो, त्यो छोरी उताकी। अनि छोरी मेरो देउरको छोरी। अनि एकदम रमाउँदै हामी फिल्म हलतिर लागिरहेका छौँ। फिल्म हेर्ने भनेर हामी तत्पर छौँ, माइती घर फिल्म। अब हामी नातिनीलाई बोकेर सिनेरोयल नेपालगञ्ज हल फिल्म हलभित्र छिरेर हामी फिल्म हेरेर बाहिर यसो रमाउँदै हो। त्यहाँ एकदम दृश्यहरू राम्रो